नमस्कार। संसारभर छरेर रहनुहुने तमाम नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई पुष्ता चामलिङ राई युट्युब च्यानलमा म पुष्ता चामलिङ राई हजुरहरूको दाई अथवा भाइ अर्थात् डिएक्सनका साथीको रूपमा यहाँहरूमाझ उपस्थित भएको छु। म पुष्ता चामलिङ राई। सम्भवतः पुष्ता चामलिङ राई युट्युब च्यानलमा धेरैवटा भिडियो सामग्रीहरू मार्फत यहाँहरूमाझ उपस्थित भइसकेको छु। मलाई धेरैजना व्यक्तिहरूको प्रश्नहरू छ, ती प्रश्नहरूको एन्सर अर्थात् त्यसको जवाफहरू दिन मैले धेरै बाँकी नै छ र कतिपय कुराहरू क्रमिक रूपमा काम गर्ने क्रमहरूमा कुनै कुनै समयमा चाहेर भन्दा पनि नचाहेर पनि अर्थात् हामीले समयहरू चाहिँ मिलाउने कोसिस गर्दा गर्दै पनि यी समयहरू चाहिँ नमिलिरहेको अवस्थाहरू हुन्छ। त्यो भएकोले गर्दाखेरि आज म यहाँहरूमाझ एउटा सटिकमा अर्थात् अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु र यहाँहरूकै जिज्ञासालाई चाहिँ कभर गर्ने हिसाबले चाहिँ उपस्थित भएको छु। आशा छ मलाई पक्कै पनि यस भिडियोको अन्तिम समयसम्म हेरेर र मैले भनेका कुराहरू अर्थात् मैले दिएका यहाँहरूलाई नै महत्त्वपूर्ण चिजहरू चाहिँ पक्कै पनि यहाँहरूले मनन गर्नुहुनेछ भन्ने आशा र अपेक्षा पनि लिएको छु र सोही आशा र अपेक्षाको साथसाथमा आजको विषयवस्तुलाई उत्थान गर्नुभन्दा अगाडि यदि पुष्ता चामलिङ राई युट्युब च्यानल कोही कसैले नयाँ बनेर हेर्दै हुनुहुन्छ भनेदेखि कृपया यस च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु हुनको लागि पनि आग्रह गर्न चाहन्छु ताकि तपाईको एक सेयर अर्थात् तपाईको एक सब्सक्राइब मेरो लागि उत्प्रेरणा बन्नेछ। सो आजको विषयवस्तु छ डिएक्सन कम्पनीका उत्पादनहरूबाट ग्यास्ट्रिकको समस्यालाई चाहिँ कसरी चाहिँ निको पार्न सकिन्छ अर्थात् ग्यास्ट्रिकको समस्याको लागि चाहिँ कुन कुन प्रोडक्टहरू चाहिँ खाँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने क्वेसनहरू अत्यन्तै मात्रामा अर्थात् अत्याधिक मात्रामा चाहिँ आएकोले गर्दाखेरि विशेष गरी डिएक्सन कम्पनीका यी अर्ग्यानिक उत्पादनहरूको प्रयोग तथा सेवन गर्दाखेरि ग्यास्ट्रिकको समस्या चाहिँ कसरी निर्मूल बनाउन सकिन्छ, साथमा चाहिँ त्यसका लागि चाहिँ कुन कुन प्रोडक्टहरू चाहिँ सबैभन्दा नम्बर 1 हुन्छ भन्ने विषयलाई चाहिँ यहाँहरूमाझ क्लियर रूपमा राख्नका लागि तयार भएको छु। सबैभन्दा पहिले तपाईको शरीरमा लागेका ग्यास्ट्रिकलाई मेन कुरो भनेको चाहिँ मान्छेको हरेक व्यक्तिहरूको शरीरमा ग्यास्ट्रिक लाग्छ र त्यो ग्यास्ट्रिकको सही पहिचान नहुनाले गर्दाखेरि मान्छेले दुःख पाइरहेको हुन्छ। हामी ग्यास्ट्रिकको उपचारको लागि विभिन्न किसिमका हस्पिटलहरू धाइरहेका हुन्छौँ दैनिक रूपमा। कतिपय समस्या अर्थात् कतिपय हस्पिटलहरूले चाहिँ हामीलाई गोली दिएर चाहिँ पठाउँछ भने कतिपय हस्पिटलहरूले त्यो चेकअप गराउँदाखेरि बिरामहरू पत्ता लगाउँदैन।